हेलो गाइस, गुड मॉर्निंग। आप सबके लिए एक ब्रेकिंग न्यूज़ लेकर आए हैं। आप सबको तो पता होगा फ्री वाईफाई चलाने का क्या फ़ायदा है, क्या नुकसान है। आप सब खाली इतना जानते हो, आप सब और आदमी सब जानते हो कि फ्री वाईफाई का क्या फ़ायदा है, क्या नुकसान है। तो मैं यही बताना चाहता हूँ, फ्री वाईफाई चलाने से आप देख के चलाइए। फ्री वाईफाई हम बोलेंगे जहाँ तक नहीं चलेगी, क्योंकि वो फ्री वाईफाई में क्या होता है आपको कि आप फ्री वाईफाई जहाँ कनेक्ट करोगे ना, तो आपके मोबाइल पूरे डाटा, पूरे जितना ऐप होगा ना, पूरे उसके सिस्टम में शो होने लगेगा। तो उसके कारण मैं बोलता हूँ आप सब जितना हो उतना फ्री वाईफाई ना चलाए, वही सही रहेगा। आप सबको नहीं विश्वास होता है कि फ्री वाईफाई का क्या मतलब है, सच में ऐसा होता है कि कोई मेरा पूरे मोबाइल को कर सकता है। तो आपका नुकसान ही है कि आपका मोबाइल कोई हैक भी कर सकता है, आपको ब्लैकमेल भी कर सकता है। तो उसके कारण आप फ्री वाईफाई नहीं चलाइए, वही ठीक रहेगा। आप सबके लिए मैं एक वीडियो भी डाल देता हूँ इसी वीडियो में। वाइफाई खोल्नु त्यहाँ फ्री वाइफाई भनेर एउटा आइसक्यो होला नि त। ल भयो नयाँ फोनमै गरौँ है। म त नेटै अन गर्दिनँ आज म चाहिँ। ए वाइफाई अन गर्नु न। फ्री वाइफाई भनेर एउटा एपी नयाँ एक्सेस पोइन्ट आएको होला तपाईँको डिभाइसमा। वाइफाईको नाम चाहिँ फ्री वाइफाई भनेर छ होला नि त। अन गर्नु पर्यो। छ अब त्यसलाई एकचोटि क्लिक गर्नु, फ्री वाइफाईलाई चाहिँ। वाइफाई अब त्यो कनेक्ट पासवर्डहरु केही चाहिदैन, पासवर्ड केही चाहिदैन तपाईँले, डाइरेक्ट फ्री कनेक्ट वाइफाई त हो हैन, सिधै कनेक्ट भयो बाटोमा। कनेक्टेड नट सिक्योर भनेर आयो। तपाईँ कनेक्ट भनेर देखाइसक्यो, जस्तै तपाईँले एउटा फेस खोलिदिन्छ है। यहाँ दाइ यता हेर्नु तपाईँ चाहिँ, जस्तै म स्क्रिन यतै घुमाइदिन्छु ल। जस्तै दाइले फेसबुक खोल्नुभयो, के गर्नुभयो, सर यसरी हेरेर मिल्छ कि अब ल तिमीले स्क्रिन रेकर्ड गरेको छौ के लेखा छ त्यहाँ? यहाँ फेसबुकमा आइसक्यो। त्यो हजुरको samsung.com त्यो ब्याकग्राउन्डमा गुगलको नोटिफिकेसनहरु नै आइरहेको छ, त्यसमै दिन्छ कि यसरी हजुर कुन कुन एप खोल्छु, के खोल्छु सबै हेर्न मिल्छ क्या त्यो चाहिँ यहाँबाट। यही कुर्सी तपाईँ इन्स्टाग्राम खोल्नु है। इन्स्टाग्राम खोल्यो एकछिनमा खोल्छ रोक्नु। 10 सेकेन्डमा चाहिँ देखिन्छ क्या यो चाहिँ। नोटिफिकेसन जस्तै यो भनेको चाहिँ जस्तै तपाईँको यो प्राइभेट वाइफाईमा चाहिँ नर्मली यो कुराहरू एक्सेस गर्न चाहिँ मिल्दैन, तर अलिक नलेज छ भने चाहिँ गर्न चाहिँ सकिन्छ। इम्पोसिबल चाहिँ छैन। तिम्रो अब इन्स्टाग्रामको जस्तै फेसबुकको यो इन्स्टाग्राम खोल्यो भनेर थाहा पायो तिमीहरूले हैन। यसबाट तिमीहरूले चोर सोचे कसरी त्यो डाटा त्यो ह्याकरले गर्छ चाहिँ के थियो? यो चाहिँ एक लेभलको हामीले अवेर गर्नलाई चाहिँ यतिको बनाएको, अझै टाइम भए पछाडि चाहिँ हामीले भित्र पनि चाहिँ हामी कुरा अझै निकाल्छौँ। यो पनि अब जोक त होइन त, तपाईँ चलाएको खतरै कुरा होइन। जस्तै हामीले फ्रीमा वाइफाई चलाउनु, अब कहिले काहीँ चाहिँ जस्तै बाटोमा हिँड्दाखेरि फ्री चलाउनै पर्यो भने चाहिँ गुगल म्याप एकछिन चलाउँदा समस्या भएन दाइ, तर फ्री वाइफाई चलाउँदाखेरि चाहिँ तपाईँको केही पनि प्राइभेट कुराहरू चाहिँ नचलाउने, ई सेवा होला, फोन पे केही पनि ओपनै नगर्ने। फ्री वाइफाईबाट पैसा तिरेर आउँछन् मान्छेहरू। अनि मायासँग पैसा चाहिँ तिमीहरूसँग पैसा छ, तर मायासँग नेट चलाउनु डाटा छैन, फ्री वाइफाई चाहिने तेरीमा। अनि जस्तै क्याफेहरू फ्री वाइफाई राखेको हुन्छ दाइ। अब त्यो राख्दैमा प्रब्लम छ होइन दाइ। अब त्यहाँ चलाउँदै गर्दा त्यहाँ को मान्छेले चलाछ तपाईँलाई थाहा छैन क्या दाइ। जस्तै त्यहाँ चलाएर बिगारेर गइदियो। फ्री वाइफाई भन्यो तिमीले चाहिँ इन्टरनेट त्यसको थ्रुबाट फालेको इन्टरनेटको चाहिँ फ्री वाइफाई राखेको थियो, सो द्याट नाउ अब सबै एक्सेस त्यो राउटरले त्यसले फाल्दो सबैलाई डाटा उनीहरूले आफ्नो इन्टरनेट चाहिँ फेरि यही युज भइरहेछ क्या हजुरको। बुझ्यो मैले, म इन्टरनेटमा कनेक्टेड छौ, बिचको मान्छे आयो एउटा। मैले त यही चिज मलमा गर्दैन मिल्यो। जस्तै तपाईँले आफ्नो वाइफाई फोनबाट त्यसमा फालेर हटस्पट फाल्देर तपाईँले चिलपिल वाइफाईको नाम राख्नु भएको छ है। एउटा वाइफाई डिएथ भनेर पाउँछ, एउटा सानो चिप हुन्छ, त्यसले चाहिँ तपाईँको यो वाइफाईलाई चाहिँ अफ गरिदिन्छौँ। अनि अब हाम्रो यहाँबाट चाहिँ वाइफाई तपाईँले फाल्छौँ। वाइफाई फाले पछाडि तपाईँले यहाँ आउनु भयो अरे, अनि तपाईँले वाइफाईको नाम के देख्नुहुन्छ, चिलपिल, ए मेरो वाइफाई त हो, नाम त फेर्दैन, नाम त फेर्दैन है। जस्तै तपाईँको पासवर्ड माई वर्ल्ड लिङ्क भनेको त सबै उसकै साँच्चीकै माई वर्ल्ड लिङ्क के रहेछ त मा त्यसो भए त। जस्तै तपाईँको पासवर्ड त्यही पासवर्ड राखिदिन्छ कि दाइ, म ओके कनेक्ट त भयो तपाईँ। एकदम बन्द गरिदिनु मैले, बन्द गरिदिनु दाइ, मा भाइले सबै हेरिसकेकोमा। अब यो केसमा चाहिँ दाइ फ्री वाइफाईको सम्म नचलाउने, चलाउनै परिहाल्यो भने पनि आफ्नो केही पनि इन्फर्मेसन केही पनि कुराहरू एक्सेस नगर्ने। क्लियर गरिदिएँ मैले। हुन्छ इथिकल ह्याकर भने यस्तो हो नि त। केटाहरू एथिकल ह्याकर भएर मलाई फोन दिने कन्फिडेन्स हो नि त ब्रदर, कस्तो कुरा अरे। अहिले वाइफाई खोल्नु त्यहाँ फ्री वाइफाई भनेर एउटा आइसक्यो होला नि त। ल भयो नयाँ फोनमै गरौँ है। म त नेटै अन गर्दिनँ। तो ये मेरा वीडियो अच्छा लगा हो तो आप सब लोग यूट्यूब पर तो सब्सक्राइब कर दीजिए, फेसबुक पर तो फॉलो कर दीजिएगा और लाइक शेयर कर दीजिएगा। आप सबको ऐसा इंटरेस्ट वीडियो चाहिए तो और मैं डाल सकता हूँ, आप लोग कमेंट कीजिए, मैं डाल दूँगा।